100 रुपैयाँको भ्याट बिलले जिताउन सक्छ 10 लाख। तपाईँ सामान किन्दा भ्याट बिल लिनुहुन्छ? अब त्यही बिलले 10 लाख रुपैयाँसम्म जिताउने मौका दिन सक्छ। नेपाल सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सुरु गरेको छ। यसको उद्देश्य सबैले आधिकारिक कर बिल लिने प्रोत्साहन गर्नु हो। यदि निजी प्रयोजनका लागि एकपटकमा रु 100 भन्दा बढी सामान वा सेवा खरिद गर्नुभएको छ भने त्यो बिलले यो कार्यक्रममा सहभागी हुन योग्य हुन्छ। अनलाइन तथा क्युआरबाट गरिएको खरिद स्वतः कार्यक्रममा समावेश हुन्छ। तर याद राख्नुस्, व्यावसायिक प्रयोजनका बिल, सरकारी निकायका बिल र टेलिफोन, इन्टरनेट, बिजुली, हवाई टिकटले यो कार्यक्रममा सहभागी हुन पाइने छैन। यो कार्यक्रममा हरेक दिन एकजनाले 1,33,034 रुपैयाँ र हरेक महिना एकजनाले 10 लाख रुपैयाँ जित्नेछन्। यही सामान खरिद गर्दा सधैँ आधिकारिक भ्याट बिल लिनुहोस्। यसले तपाईँलाई पुरस्कार जित्ने अवसर दिन्छ र देशको कर प्रणालीलाई पनि सहयोग गर्छ। बिल दर्ता गर्ने पुरा प्रक्रिया जान्न कमेन्टमा बिल लेखेर इन्फोटिजलाई फलो गर्नुहोला। धन्यवाद।